हामी चाहिँ यस्तो घाम रातो भएको बेला मेरो गाउँ पुगेको छु। धरानबाट हिँडेको त्यस्तै 1 बजी हिँडेको। यस्तो भएको छ घाम। अनि यहाँ चाहिँ मेरो बाबा हुनुहुन्छ। तपाईको आँखा देखाउनु त। यहाँ तपाईको दामले हानेर यस्तो भएको छ। यो मैले कता इलाका लानुपर्छ कि सेतै फुलेको बुढालाई यस्तो साह्रो दिएको छ। छोरी त जिउँदै मरेको बराबर भएको छु। के गर्नु तर मेरो पक्षमा कोही छैन। प्रभु मेरो लागि अन्याय भएको छ। यता हेर्नु न। अनि यो चाहिँ अन्याय छुटाइदिनु होला। मैले मेरो जित भएको होस्। यो के भएको है। यस्तो कसले देख्नु सक्नुहुन्छ। यस्तो सेतै फुलेको मान्छे कुटाइ खाँदै बस्नुपर्ने जमाना छ। त्यही भएर मलाई धेरै गाह्रो भइरहेको छ। ल यस्तै छ मेरो गाउँमा चाहिँ गोठाला बसेको अनि डुलेको खेलेको ठाउँ चाहिँ यस्तो भएको छ। आज मङ्सिरको 25 गते कि 26 गते है। यस्तो घाम डुब्न लागेको छ। यहीँ आमाले चिसोमा गाई फर्का, सिँदुरे फर्का, लाले फर्का भनेको दिनहरू हिजो अस्ति जस्तो लाग्छ। 4 वर्ष भयो मेरो आमा बितेको। यो गाउँमा फर्किआउँ त लागेको थिएन कि। तर यो मेरो बाबाको लागि आउँदैछु आज। कसलाई यस्तो हुन्छ मलाई मात्रै हो कि है। यस्तो भइरहेको छ जिन्दगीमा पहाडले थिचे जस्तो। अनि मरुभूमि जिउँदै मेरो ज्यानतिर फर्के जस्तो भएको छ। के गर्नु र साथी हो। अनि अब यस्तै छु। जिन्दगी चलाइरहेको छु। घिसारिरहेको छु। यसरी नै ल त है। यस्तै छ मेरो ठाउँ चाहिँ याङसिला गाविस वार्ड नम्बर 1 मा चाहिँ गएको छोरी चेली बोल्ने अधिकार नभएको ठाउँ यस्तो छ। हेर्नु होला जुन घाम डुब्नै लागेको छ। अनि यो मेरो जन्म थालो याङसिला ओख्रेदेखि मुनि सेल्लेङदेखि यता दर्लामीदेखि यता पारी हर्दिया दर्लामी अनि कोप्चे चाहिँ यता हो है। अनि उता मुरुङ्जे अनि यता तल चाहिँ टाकुरे है। टाकुरे अनि मेरो देखिएको गाउँ चाहिँ मेरो चाहिँ बाबासँग जाँदैछु। अब कति दिन कति वर्ष मेरो बाबासँग यसरी नै दिन छ होला नि। मेरो आमा सम्झिँदा पनि फर्किआउँदैन। आइदेऊ न है एकताल। सपनामा त खुबै आउने गर्थ्यौ। मलाई चट्टै छोड्यौ नि। तिम्रो ज्वाइँसँग बाँध्दै जाँदा पनि आधी बाटोसम्म पुर्याउँथ्यौ है टिकामाया। तिमी कहाँ छौ। स्वर्गमा बास होस् है तिम्रो। ल त है अब यस्तै छ मेरो गाउँ ठाउँ चाहिँ। दर्लामी र यो घाम डुबेको स्थान चाहिँ एउटै हो। ल त है। अनि मेरो चाहिँ